नमस्ते गुड मर्निङ सुस्वागतम सबैजनालाई स्वागत छ हाम्रो लङ टाइम पछि आएको भिडियोमा। भिडियो पनि अब कस्तो खालको भने अलिक फरक किसिमको उस्तै हो भिडियो त, तर यो अहिलेको आजको कन्टेन्ट चाहिँ अलिक त्यस्तै अब भन्न अलि अब अप्ठ्यारो मान्ने कि प्राकृतिक चिज हो जे भयो नि। खास गरी चाहिँ हाम्रो छोरी आक्कु अर्याल चाहिँ आज मामाहरू बस्नु गएको थियो, आज आउँदैछ। गज भनेको त्यही हो, उसको फर्स्ट पिरियड अरे, फर्स्ट पिरियडमा चाहिँ घरमा बस्नु हुन अरे, अन्त बस्नु जानुपर्छ अरे, मामाहरू बस्नु गएको थियो। अनि माई आज 5औँ दिन चाहिँ घर आउने रे। अनि के उसको आन्टी मम्मीहरूले चाहिँ के तयारी गरे, यहाँ उसलाई टिका सिका लगाइदिनु पर्ने रे, मुख हेर्नु पर्ने रे भनेर। अनि सानो तम तयारी छ। अनि भाउजूहरू यो हिजो आएर बस्नु भएको छ, बुहारी छ, त्यस्तै चल्दैछ। अब के हुन्छ एकछिनमा 15-20 मिनटमा छोरी आउँछु अनि देखाउँला। अनि दादा आउनु भएको छ यहाँ, बहिनीको दादा चाहिँ बहिनीको दादाले अहिले टिका लगाएर चाहिँ बहिनीको मुख हेरेपछि अनि गृह प्रवेश घरभित्र चाहिँ प्रवेश गर्ने अरे भनेर हुँदो रहेछ कार्यक्रम। खै खासै थाहा छैन, पहिलो छोरी हो, हामी फ्यामिलीकै पहिलो छोरी, अनि त्यही भएर खासै अनुभव छैन। अब यस्ता चिजलाई, प्राकृतिक चिजलाई अब अप्ठ्यारो भन्ने के भने एक्साइटेड होला नि, अब के होइन अलिक मेच्योर भयो बच्चा भन्ने एउटा ऊ होला, फिल आउने होला। त्यही भएर अलिकति खुसी जस्तो पनि लाग्दो रहेछ, ठुली भयो त्यो छोरी जस्तो पनि लाग्दो रहेछ। छोरीलाई चाहिँ यो हेलो किटी चाहिँ उसको एकदम फेभरेट कार्टुन रे होइन। अनि हेलो किटी चाहिँ उसलाई मनपर्ने भएर अस्ति अनलाइनबाट हेलो किटीको उसलाई थाहा छैन, उहाँजी घर भएको बेलामा हेलो किटीको चाहिँ यो तन्नाहरू बेडसिट ल्याएर चाहिँ रेडी गरिदिएछौँ। अब हेरौँ त्यसको कस्तो एक्सप्रेसन आउँछ। अहिले आउँदैछ, 10-15 मिनटमा आउँछ। सबै अब हल्का भयो नि, यसो तयारी राम्रो बन्दी नै पऱ्यो भनेर बुढी उतापट्टि बुढा यतापट्टि तयारी गरिरहेको छौँ। ल फेरि कन्टिन्यू गरौँ ल। यो चाहिँ दामी छ क्या। बिहानको 7 बजे छ, केक हिजोदेखि रेडी गरेर केक पनि काटिदिने रे भनेर चाहिँ यहाँ मम्मीहरूको के हो। अनि केक पनि तयार छ। अब नानी आइपुग्ने पनि बेला हो। ऊ त्यो कारमा आयो है क्या नानी? अनि सानो पनि ऊ गर्दैछन्, दिदी आउँथ्यो अहिले, दिदी आउँछ गर्छु बेबी त्यही छ आइ भन्छ। दिदी खोइ दिदी तैँले दिँदा देखायो भने अस्ति के त्यो बाटो गएको त नि? ए के अरे के हो ए भलक बने, भलकमा लिपस्टिक आएन भनेर होला। म त जाउँ के अरे, खास आइस हामी चाहिँ पसल। बाबा चाहिन्छ अरे, टिका लगाइदिनु पर्यो। बाबा चाहिने कि दादा चाहिने कि केटा मान्छे सबै चाहिने? ए ल, अनि ठुलो बाबा चाहिँ झन् आएर हुन्छ त्यसो भए। अब त सानी ठुली भई रमाइलो हुँदैछ। के अरे कार्यक्रम चाहिँ भाउजू आजको के नाम राख्ने आज कार्यक्रमलाई? आज कार्यक्रम अब त्यो के अरे कान्छी दिदीकी ह्याप्पी बर्थडे आज। अब त सानी ठुली भई माई लिटल प्रिन्सेस या बिग के राजकुमार। अर्को यहाँ मिडल पनि छ, मिडल भाइ दाइ पनि छ। यहाँ अर्को चाहिँ केक कहिले लैजाला भनेर कुरेर बसिरहेको छ। मोमो भन् हो यो मुनुलाई देखाउने। ल मुनुलाई ए खुसी भइजाऊ तिमी चाहिँ, दादा खुसी भयो ल। दादाहरूको दिन सवारी भए भर्खर ठुलो दादा हुनुहुन्छ,
छोरोको नाउँ ठुलो भने कि अङ्कलको पनि देख्दै रहेछ होइन त्यसै काट्ने फुर्सद छैन ए उहाँ दादा नै आउनुभएको छ दिपेश दादा चाहिँ आउनु भएन उहाँ ड्युटी जानुपर्ने भयो तिमी नाइट गरेर नाइट र डे वाट्सएप गाइज भाइबर गाइज यस्तै छ कस्तो बसी बसी ए त्यस्तै छ उहाँबाट नानी आइरहेको छिन् मेरो सानो बहिनी हो सानो बहिनी आइरहेको छिन् दिदी रेडी रेडी बा गोठाला लिएर जाऊ भित्र रेडी घरभित्र प्रवेश ल महामहिम महारानीको इन्ट्री हुँदैछ अरे यहाँ अब अहिले त हेर्न हुनु ऊ अर्को महारानी आउनुभयो अर्को महारानी उता नमस्कार हजुर ल भाउजूले लिएर आउनुभयो माइजूले भान्जीलाई अनि कस्तो भयो त 4-5 दिन भान्जीले दुःख दिएको अनुभव हुन्थ्यो खै मामाहरू गएर चाहिँ सहयोग गरे भए पनि यता त हल्का हल्का मात्रै हो पछि हेर्दाखेरि फेरि गाडी खोजेर भयो मुसु खोइ त सबैजना नमस्कार के छ दिदी पहिला टिका लाउने हैन माथिबाट होला हौ माथिबाट हुन्छ हुन्छ अब त भइगयो नि हात लसी हुन्छ हामीले हेर्ने हुँदैन थियो झिक्थे है छोरी हुनु अब त ज्ञानी हुनु अब त अपडेट भयो नि त एक स्टेप माथि एक क्लास माथि ए मैले धेरै दिन लगाइछु 100 रुपियाँ हुन्छ यत्रो हेर मेजरमेन्ट ल ठुलै खोइ थालीको नि यही हो यही हो म त केही भन्दिनँ नानी चाहिँ देखेँ होइन छोरीदेखि गएर कसैले केही भन्नै पर्दैन अहिले मैले ताने हो ल ल ल फाइनली एन्ट्री भइसक्यो अब साना पालो अझै अझै दादा खोइ दादा ए ल ल दिदी ल दिदीले दिने हो कि सुस्मिताले दिने हो यहाँ हात राख्दैन बाबुहरू लासे हामीले त भइहाल्छ नि पछि हुन्छ ल माइजूलाई पनि धेरै धेरै धन्यवाद लगेर माया गरेर स्याहार सुधार गरेर राख्नुभयो ल वेलकम छ ए आवाज दादा छोरा मान्छेको व्रत बन्द गरेपछि गुरुहरूलाई दर्शन गर्नुपर्छ भन्छ नि अब तिमीले दादाहरूलाई सबैलाई नमस्कार गरेर अनि आउनु कस्तो खालको त्यो ल पानी पानी छ एक्सपायर भएछ ल ह्याप्पी बर्थडे यही हो ह्याप्पी अपडेटेड लाइफ ल
उच्याइको दिन ल ती छ दिइजान्छ ल ए माइजूले त ती बसेर लाइदिने स्याहार सुसार सबै गर्ने गर्छ माइजूले त माइजूले लाइदिनु पर्दैन माइजूले झन् लाउनु पर्दैन हुँ सियारे हुँ देखिराखेको प्राकृतिक कुरा हो न चाहिँ पनि अहिले यस्तो चलन आएको रहेछ यसरी गरिँदो रहेछ त्यही भएर हाम्रो पनि यसो सानो सेलिब्रेसन जस्तै गर्यो फुल फ्यामिली होल फ्यामिली हुनुहुन्न अब यहीँ काठमाडौँमा भएकोहरू पनि सबैजना आउनु भएको छैन बाहिर हुन्छ यसो बाहिर हुनुहुन्छ अनि यस्तै हो यो नेचुरल चिज हो होइन प्राकृतिक सबैलाई हुने कुरा हो स्पेसली फिमेलहरूलाई अब बिग म्याटर त होइन यसो रमाइलोको लागि ठुली भाइ सानी अब ठुली भाइ सानी ठुली भाइ हात्ती नै पो दिया कहाँ राखिन्छ यत्रो पैसा छोरीले अब ओ मिस्यो मेरो पैसा हो यो त यो होल्ड गरेर चाहिँ मेरो म चाहिँ 100 रुपियाँ दिया ल टोपी कन्टिन्यू ओहो ओ के अरे खतरै पो हुँदो रहेछ त डेन्जरै आयो नि बाबा छोरीको कर्म चाहिँ छोरीकै रहेछ हौ ए हामी छोरा माथि त्यसरी बुङ्गो हो छोरीकै रहेछ जिन्दगी चाहिँ अनि के अरे वर्तमानमा पनि जोगी बनाइन्छन् झन् वर्तमानमा पनि जोगी बनाइन्छन् उनीहरूको अब यस्तो कार्यक्रममा पनि सानो बेला नि म एकचोटि मात्र जोगी हुन्छु बसिरहेको इम्पोसिबल ल ल जसले लगाइदिउँ उसी हात लाउने ल सबै छोएर लगाइदिउँ दिदी आयो भनेर हाँसिया कान्छ दिदी आयो भनेर कि यस्तै गरेर त्यो बाबु जातवरी मामा घर अगाडि 5 दिन बसेर आयो औठी स्वयम्वरको मैले त ढोक्न बिर्सिँदै छु ल भयो गाइजहरू कसो पाल ए सरप्राइज सरप्राइज छ रे छोरीलाई उसको के हो अब ल अलि टाढाबाट खोल्देऊ ल ल कस्तो लाग्यो बेटी ल अब के भन्नु Thank you so much, guys. सबैजना धेरै धन्यवाद सबैजनालाई धेरै धेरै धन्यवाद सिकाउनु पर्छ यत्रो हुँदा नि अब ठुली भएर आइसकेर पनि ल ठिक छ उसको फेभरेट हो हेलिकिटी चाहिँ त्यही भएर यहाँ तन्ना चाहिँ हेलिकिटीको चाहिँ अनलाइनबाट मगाएर राख्दै थियौँ अनि यो फुर्की एकदम खुसी भयो 70 वाला रे ल 70 ल ठिक छ भयो राति लाइट बन्यो सक्यो आज ल दिदीको पेट हेर न खतरा छ जे पनि इलुजन रहेछ के कस्तो 3D देखेको थिएँ
त्यहाँ पनि छुरी जस्तो कस्तो लाइट बोलाएको छ कि पछाडि आउने हो र भाउजू ठुली 8 बजे 8 बजे हो नि हजुर अब मामा जाने हो नि 8 बजे कसले भात खान्छ रेडी हो बिहान 5 बजे रहेछ के काट्यो बस भाइ बस्दै भाइ बहिनी सबै बस्छु कुन बेला ह्यापी बर्थडे हो मलाई सिकाउँछस् ह्यापी अपडेटेड लाइफ होइन भने यतिकै हो ल गाइस फाइनली सर्ट एन्ड स्विट कार्यक्रमहरू हाम्रो भर्खर अब सकिन लाग्यो अब खाना खाइन्छ दायाँ बायाँ आफ्नो काम चाहिँ लागिन्छ 9 बजे 7 बजेबाट सुरु गरेको 8 बजे नानी आइपुग्यो होइन अनि यस्तै हो यो यसो सानोतिनो मेमोरी हुन्छ भनेर बनाइराखेँ हजुरहरूलाई पनि यसो जानकारी दिइराखेँ यस्तो गरिँदो रहेछ खास यस्तो कार्यक्रमहरूमा ल हाम्रो भक्कु आज दिदीको घर पसेको दिदी 5 दिन हजुरले राखेर नि घर आएको ए सानो ए गरिदेऊ